सो हेलो फ्यामिली, सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै नै छु। बिहानै उठेर चाहिँ आफ्नो कामसम सकेर चाहिँ खाना खाने बेला पनि भइसकेको थियो। अनि त्यस पछाडि खानासाना खाएर चाहिँ अब क्लास पनि जानुपर्ने थियो। त्यस पछाडि रेडी भएर चाहिँ म पनि लागेँ क्लासतिर। अनि क्लासबाट आएर चाहिँ म भने सुतेको थिएँ। अनि लगभग 2 बजेतिर उठेर चाहिँ म पनि अब फ्रेस हुनतिर लागेँ। अनि त्यस पछाडि यत्तिकै फ्रेस भएर चाहिँ बसिरहेको थिएँ। अनि अब ओछ्यान मिलाउनु पर्ने थियो। अनि त्यस पछाडि म पनि लागेँ ओछ्यान उठाउनतिर। तर यसो हेरेको त सिरकको खोलको तुना चाहिँ च्यात्तिएको रहेछ। त्यसलाई टक्कसँगले म पनि सिलाउनतिर लागेँ। अनि एकैछिनमा सिलाएर पनि सकिसकेको थियो। त्यो सिलाएर ओछ्यान पनि उठाइसकेको थिएँ। अनि अब गाई सार्न जानुपर्ने थियो। साइकलमा चढेर चाहिँ अनि म पनि लागेँ गाई सार्नतिर। गाई सारेर म पनि घरतिर आइसकेको थिएँ। अनि त्यस पछाडि चाहिँ म पनि लागेँ अब पानी तताउनतिर। अनि पानी तताएर चाहिँ बोतलमा भरेँ। अनि अब लागेँ म पनि रुमतिर। रुममा आएर चाहिँ अब म पनि लागेँ भिडियो एडिट गर्नतिर। भन्दै भिडियो एडिट गरेर पनि सकिसकेको थियो। अनि त्यस पछाडि चाहिँ यत्तिकै बाहिर जेमसँग खेल्दै बसिरहेको थिएँ। अनि भोक पनि लागे जस्तो भइरहेको थियो। अनि म पनि गएँ बाहिर चटपटे लिनको लागि। अनि घरमै चटपटे लिएर चाहिँ म पनि लागेँ अब खानातिर। त्यस पछाडि चटपटे खाएर चाहिँ गाई लिन पनि जानुपर्ने थियो। अनि बाहिर म चाहिँ अब लाग्यो गाई लिनतिर। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।